भन्दा अन्यथा अर्थ लाग्छ होला। राष्ट्रिय स्वतन्त्र पार्टीको साथीहरू फेरि गाली गर्नुहुन्छ होला पक्कै पनि। अब भनिन्छ नि लाज पनि लजाउँछ भन्छन्, सायद यस्तोलाई भन्छन् होला। अहिले महसुस गरिरहेको छु जनताले तपाईँहरूलाई 2/3 दिएर पठाएको छ। त्यो 2-4 सिट पनि होइन, पहिला त 21 सिट थियो, अहिले त तपाईँलाई 2/3 दिएर पठाएको छ। सरकार तपाईँको हातमा छ, मन्त्रीमण्डल सबै तपाईँहरूसँग छ। प्रतिपक्षले गर्न दिँदैन भन्ने भने माखो बराबर छ। अब यदि पार्टीभित्र पनि कसैको इच्छा विपरीत गरौँ भन्ने हो भने अब तपाईँहरूको त्यस्तो छैन, सरकार ढल्ला होला भन्ने कुनै टेन्सन छैन। तपाईँहरूसँग फुल पावर छ। तपाईँहरूले त पीडितलाई छिटोभन्दा छिटो न्याय दिने, दोषीलाई छिटोभन्दा छिटो कारबाही गर्ने। यदि तपाईँहरूले नगरेको खण्डमा हामीले तपाईँहरूलाई खबरदारी गर्ने, यहाँदेखि पीडित रोडमा आउनुपर्छ यो हो। तर तपाईँहरूले यो जात्रा देखाउन आवश्यक छैन भन्ने हो भने अब जोगी आए पनि कानै चिरेको नभनौँ, किनभने भर्खरै आउनु भएको छ। तर तपाईँहरूको बानीले चाहिँ त्यतैतिर सङ्केत गर्छ। यो सम्पत्ति बटुल्न आवश्यक छैन। तपाईँहरू आफ्नो काम गर्नुहोस्, पीडितलाई छिटोभन्दा छिटो न्याय दिनुहोस्, दोषीलाई कारबाही गर्नुहोस्, यो जात्रा नदेखाउनुहोस्। जय नेपाल।